welcome back to our YouTube channel. I am Krishna and you are watching our YouTube channel Vacancy Announcement Web. साथीहरु गणपति लघु वित्त वित्तीय संस्था लिमिटेडले धेरै संख्यामा जब भेकेन्सी खुलाएको छ जसमा हजुर थोरै पर्नु भएको छ अनि कुनै प्रकारको अनुभव छैन भने पनि अप्लाई गरेर एउटा राम्रो खालको जब पाउन सक्नुहुन्छ। सो भिडियो अन्तिमसम्म हेर्नुहोला अनि मात्र सबै कुरा राम्ररी बुझ्नुहुन्छ। यहाँनिर हेर्न सक्नुहुन्छ कर्मचारी आवश्यकता सम्बन्धी सूचना रहेको छ र यसको प्रकाशित मिति 2081 12 को महिना 3 गते भनेको छ है। र यहाँनिर भ्याकेन्सी हजुरले हेर्न पाउनुहुन्छ संख्या केही भनेको छ सहायक पदको लागि र यसमा फर्म भर्नको लागि हजुर +2 कम्प्लिट गरेर कुनै पनि बैंक तथा वित्तीय संस्थामा कम्तीमा 1 वर्षको कार्यानुभव गरेको हुनुपर्छ या हजुर 10 क्लास मात्र पढ्नु भएको छ भने 2 वर्षको कार्यानुभव गरेको हुनुपर्छ है। र यसमा परीक्षाको किसिममा इन्टरभ्यु मात्र हुन्छ, कुनै प्रकारको रिटेन वा लिखित परीक्षाहरू चाहिँ भनेको छैन है। त्यसपछि छ कनिष्ठ सहायक, यसमा हजुरले +2 गरेर 1 वर्षको कार्यानुभव छ भने चाहिँ फर्म भर्न पाउनुहुन्छ र 10 पास हुनुहुन्छ भने 2 वर्षको कार्यानुभव चाहिन्छ र यसमा पनि परीक्षाको किसिममा अन्तर्वार्ता मात्र भनेको छ है। त्यसपछि छ प्रशिक्षार्थी सहायक, केहीमा माग गरेको छ, यसमा हजुरले मात्र 10 क्लास पास हुनुहुन्छ भने यसमा हजुरले फर्म भर्न पाउनुहुन्छ अनि अर्को भनेको छ ग्रामीण क्षेत्रमा गई कार्य गर्न इच्छुक हुनुपर्छ है। र यसमा हजुरले फर्म भर्नुहुन्छ भने लिखित र अन्तर्वार्ता दुईटा हुन्छ र एज भनेको 18 वर्ष पुरा भई 35 वर्ष ननाएको हुनुपर्छ। हजुरले 15 दिनसम्म यसमा चाहिँ फर्म भर्न पाउनुहुन्छ है। र फर्म भर्नको लागि हजुर वेबसाइटमा गएर www.ganapati-micro.com.np मा गएर हजुरले त्यहाँबाट अनलाइन फर्म भर्न सक्नुहुन्छ। हजुरले फर्म भरिसकेपछि हजुर सबैजनाले लिखित परीक्षा दिन पाउनुहुन्छ र त्यस एकदम इजी लघुवित्तहरूको बारेमा हुन्छ। हजुर वेबसाइटबाट नै अलिकति पढेर जानुभयो हजुर इजिली एक्जाम पास गर्न सक्नुहुन्छ। सो त्यस्तो हार्ड हुँदैन र त्यसपछि हजुर इन्टरभ्यु पनि लगभग इजिली पास गर्न सक्नुहुन्छ र यसरी हजुरले नियुक्ति पाउन सक्नुहुनेछ। ओके साथीहरु, आजको भिडियोमा यति नै। एउटा सानो लाइक गरेर हामीलाई सपोर्ट गरिदिनु होला। साथै यस्तै लेटेस्ट भ्याकेन्सीको भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भेटौँला अर्को भिडियोमा। जय नेपाल।